पैसा सबै थोक होइन भनेर भनिन्छ नि। कति कति कुराहरूमा त्यसो भनिन्छ, तर म चाहिँ त्यो मान्दिनँ है। सबै थोक गर्नको लागि नि पैसा चाहिन्छ क्या। मैले भोगेको कुरा होइन, आफूले भोगेको कुरा हो। तपाईँसँग पैसा छ, सबै छन्, तपाईँको फ्यामिली, आफ्नो आफन्त, साथीभाइ, इष्टमित्र, तपाईँसँग पैसा छैनन्, कोही छैन क्या। त्यसैले साथीहरू पैसा देखाएर ठुलो कुरा गरी भन्ने नसोच्नु होला। मैले भोगेको कुराहरूमा आज मैले भन्दैछु। उमेर हुन्जेल दुःख गर्नुहोस्, दुःख गरेको फल अवश्य मिल्छ। मेहनत गर्नुहोस्, काम गर्नुहोस् होइन, कमाउनुहोस्, जमाउनुहोस्। कमाउने मात्र होइन, कमाउनु सँगसँगै जमाउनु पनि पर्छ र जमाउनु सँगसँगै रमाउनु पनि पर्छ है। नरमाइकनको जमाएको मात्र पनि काम लाग्दैन। आफ्नो बाउ आमा, शाखा सन्तान, इष्टमित्र सबै यही पैसाले चल्छ। भोलि तपाईँ मरेर जाँदा पनि तपाईँको लास जलाउनको लागि पनि सानो ठाउँ पनि यही पैसाले किन्नुपर्छ कि।